नमस्कार सम्पूर्ण नगरवासीलाई। यो सिराज नगरपालिकाले चाहिँ यो कमसेकम 200 वटा गमला चाहिँ हामीले बजार सौन्दर्यीकरण गर्ने को कारणले गर्दाखेरि बनाएका छौँ। मैले केही समयभित्र लगभग अहिले गमला पुरै कम्प्लिट भइसकेको छ। अब यसलाई रङरोगन गरेर हामीले प्लान्टहरू चाहिँ हेरिसकेका छौँ। चनौडा बजारमा यो राख्ने र चनौडा र किस्नर बजार खण्डको बिचमा चाहिँ हामीले त्यहाँ फुलहरू रोप्ने भनेर चाहिँ अहिले हाम्रो गृह कार्य भइरहेको छ। अनि यो मेन उद्देश्य के हो भने कमसेकम चनौडा बजार सुन्दर राम्रो जसले गर्दा मान्छेलाई कमसेकम चनौडा बजारमा आएर एकछिन चाहिँ एक कप चिया खान मन लागोस्। 10 रुपियाँ 15 रुपियाँ पनि कमसेकम नगरपालिकामा बाहिरी पैसाहरू आउन सक्ने वातावरण सिर्जना हुन्छ। र यसै मिडिया मार्फत सम्पूर्ण नगरवासीलाई हामी सबै लाएर बजारलाई सफा सुन्दर नगरपालिका बनाउँ भन्ने पनि चाहन्छु। धन्यवाद। शिवराज नगरपालिका को कार्यालयले यो चनौडा बजारमा सौन्दर्यीकरण गर्नको लागि गमला बनाउनलाई मलाई जिम्मा लगाएको र यसको उत्पादन गरेर मैले रङरोगन समेत गरेर नगरपालिकामा दिने हो र बजारको शोभायमान होस् भन्ने कुरो। र यो गमला राम्रो बलियो बनाएर दिने हामीले सोच राखेका छौँ। नमस्कार। यो गमला बनाउनलाई करिब 1 महिना लाग्यो। यो 200 पिस गमला हो। साइज बेस 16 इन्ची, हाइट 24 इन्ची, डाया पनि 24 इन्ची। टिकाउ राम्रो बलियो टिकाउ हुन्छ।